कोपरा कि पूजाको थाली? कोपरा बन्नु अघि कोपरा थिएन। पूजाको थाली बन्नु अघि पूजाको थाली थिएन। दुवै एकै ठाउँमा थिए, दुवै उस्तै एउटै हैसियतमा थिए। जब बनाउनेले अलिकति धातु पोलेर किचेर थुप्रै बल गरेर कोपरा बनायो, कोपरा आफ्नो अन्तिम गन्तव्यमा पुर्याइयो र पुग्यो। अनि उसैले अलिकति धातु पोलेर किचेर थुप्रै बल गरेर पूजाको थाली बनायो, पूजाको थाली आफ्नो अन्तिम गन्तव्यमा पुर्याइयो र पुग्यो। बन्नु अघि कोपरा स्वयं आफै कोपरा बनेको थिएन र बनाइएको थियो। बन्नु अघि पूजाको थाली स्वयं आफै पूजाको थाली थिएन र बनाइएको थियो। यति बेला म पनि छु केही बन्नु अघिको शुद्ध धातु। यति बेला म पनि छु केही बन्नु अघिको शुद्ध धातु। अब कोपरा बनाउनु छ कि मलाई बनाउनु छ पूजाको थाली? यति बेला म पनि छु केही बन्नु अघिको शुद्ध धातु। अब कोपरा बनाउनु छ कि मलाई बनाउनु छ पूजाको थाली? जिम्मा भो बनाउँछु भन्नेलाई मेरो जिम्मा भो।